हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ मिनी ब्लगमा। अनि चाहिँ म बिहान उठेर नुहाइसकेर अनि कपडा सुकाउँदै छु। कपडा सँगै सुकाउँदै कपाल पनि सुकाए मैले। कपाल त मेरो त सकिसक्यो भनौं। कपाल खुसेर खै किन यति झर्छ नि धेरै झर्छ के। अनि मैले कपाल सुकाए अनि म फेरि भित्र गए पोचा लगेर अनि दुध आइसकेको थियो। मैले दुध पनि साइडमा तताउनलाई राखिदिए। आफ्नो लागि कफी पनि बनाए, आफ्नो बुढाको लागि कफी बनाए अनि उनलाई कफी दिए। मैले चाहिँ कफीलाई अलि चिसो हुन राखिदिए। अनि त्यसपछि मैले गरे हलको सफाई, माथि तल सबै ठाउँमा सफा गरे। अनि सफा गरिसकेपछि म किचनमा आए। किचनमा आएर फटाफट मैले दाल राखिहाले के। दुध पनि तताए, त्यही कफी खाए, त्यही दाल पनि रेडी गरे। अनि त्यसपछि आज चाहिँ बच्चाहरू यतै खाने भन्दै थिए। अनि किनकि दिदीको आज दीक्षान्त समारोह छ, दिदी र मम्मी मैनगर गएको छन्, म एक्लै छु के घरमा। त्यही भएर मेरो त आज त ब्यान्डै बज्नेवाला थियो। अनि त्यसपछि बच्चाहरू आइहाले। बच्चाहरू आएर यहाँका पनि उठिसकेका थिए। तिनी सबै चारै मिलेर खेल्दैछन्। अनि बच्चाहरू आए। बच्चाहरू आइसकेपछि मैले अब किचनमा गए। फटाफट खाना पकाउनु पर्यो यिनीहरूको चाहिँ अब स्कुल ढिलो हुन्छ भनेर फ्रेन्च फ्राइज खाने हो भन्दै थिए। त्यसपछि फ्रेन्च फ्राइज बनाए। अनि आलु र मटरको तरकारी बनाउनलाई म प्याज टमाटर काट्दैछु। अनि प्याज टमाटर काटे अनि यिनीहरूलाई हेर्दैछु, सँगै हेर्दैछु। यिनीहरू सानीको डेडीले हेर्दा पनि हेर्दैनन् कि। बच्चाहरू आफू चाहिँ ठ्याक्क बच्चा पुगायो, सिधा माथि गए। अनि बाहिर चाहिँ बच्चा रुँदै थियो। त्यही गर्दै गर्दै मैले आफ्नो काम पनि गरे, बच्चाहरूलाई पनि हेरे। अनि तीनटैलाई रेडी पनि गरिदिए सँगै स्कुलको लागि। खाना पनि सँगै पकाए। अनि खाना सबै फ्रेन्च फ्राइज खाएका थियो। अनि बच्चाहरूलाई पुरै रेडी गरेर हेर्नु त कस्ता लागेको छ भने तीनटैलाई फ्रक लगाइदिएँ कि मैले। खुसी छन् तीनटै। अनि बाबुलाई पनि काखी लगाएर अलिअलि काम गरे। पछि त आइहाले, मैले बोलाएँ अनि आए अनि उसलाई समाइदियो। अनि मैले फटाफट यिनीहरूको लागि खाना पस्किदिएँ। टिफिन पनि रेडी गरिदिएँ। टिफिन रेडी गरेर उनीहरूलाई राखिदिएँ। अनि खाना खुवाउँदैछु। आफै खानु भने कहाँ खाइसक्छन् आफै। यिनलाई एक एक गरेर सबैलाई खाना खुवाए। अनि त्यसपछि मेरो छोरीको चाहिँ अलि ढिलो थियो स्कुल, किनकि 9:30 बजेपछि 9:45 पुगाइ पनि हुन्छ। उनीहरूको चाहिँ 9:30 भन्दा पनि पहिला हाइस आइहाल्छ भन्यो। अनि त्यसपछि यिनीहरूलाई बाहिर लगे। ठुलीको कपाल मिलाए अनि सानीको पनि मिलाए। अनि त्यसपछि अर्की सानीको पनि मिलाए। तीनटैको कपाल मिलाए। तिनीहरूको कपाल मिलाउँदै मैले चाहिँ टिफिन सिफिन ब्याग स्याग रेडी गरेर तिनीहरूलाई ल त है अब जानु भनेर भने। ल ल ल चाची बाई बाई भने तिनीहरूले बाई बाई गर्यो। अनि घरको यति काम बचिएको थियो नि, म त अब खाना पकाउने बेला सरसे भाँडा धुन्छु के। यो आज त भ्याएन मैले। भान्सामा मेरो हाल त्यसो भएको थियो। अनि त्यसपछि म आफ्नो छोरीलाई पनि पुगाउन गए। अनि म उसलाई स्कुल पुगाएर आइसकेपछि घर आए, खाना खाए। खाना खाइसकेपछि त्यसपछि मैले चाहिँ भाँडा धोएँ, भाँडा पनि धोएँ, सरसफाइ पनि गरेँ। त्यति बेला दाइ पनि आउनुभयो। दाइको लागि पनि खाना मैले भात पहिला कम परेको थियो, पछि दोस्रो चोटि अझ पकाएँ। दाइलाई पनि खाना दिएँ। अनि सबै सफा गरेँ, हल भान्सा पनि सफा गरेँ, हल पनि सफा गरेँ। अनि त्यसपछि आराम गरेँ है मैले साथी।